गुड आफ्टरनुन गाइस। अब चाहिँ म कोक्चामा गर्नु पर्यो, खाना खानु पर्यो हो। अनि आज चाहिँ छ रहेको छ आजको सब्जी चाहिँ न्युट्रेला आलु उहिले बनाएको। अनि यो चाहिँ सिमी हो, यो बल चाहिँ स्क्वास हो विथ छोको। दिस इज कल छोको। यो निटल हो। यति मिठो हुन्छ यो चाहिँ खानु गाइस। चाखिदिइहाल्छु ल। देखेन अलिक यता गर्नु पर्यो। नानाले बनाउनु भएको, मेरो कजनले। मिठो भएछ गाइस, खाइ ल। सिस्नुसँग खायो भने चाहिँ नि साथीहरू त्यस्तो बेसी चबाउनु पर्दैन क्या। यम खक्का गर्नु हुँदैछ मलाई त।